वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। गोस्वामी मंदधातु विश्वे देवासयमादयन्तामो प्रतिष्ठा अस्ते प्रणप्रतिष्ठन्तु अस्ते प्रणचरन्तु च अस्ते देवत्वमर्चायै मामयेति च कश्चन ओम मामयेति च कश्चन ओम पूर्वस्व गवे नमः। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ओम गंगणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ओम गंगणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया।
गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ॐ गङ्गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ॐ गङ्गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ॐ गङ्गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बाप्पा मोरया। ॐ गङ्गणपतये नमो नमः श्रीसिद्धिविनायक नमो येतापट्टी नमः शिवाय येतापट्टी वासुदेवाय दाहिने खुट्टा भित्र बाह्र मात्र प्रवेश गर्ने वासुदेवाय वासुदेव
क्यामेरामा ओके जय शम्भो ओके धन्यवाद मामा हजुर मामा देखिनु भयो मामा सब भयो तपाईँको अनुहार चाहिँ के नामा भिडियो गरेर राख्ने जय शिव शम्भो साथीको खिच्यो लाइन
मैले त अब यहाँ व्यक्तिगत रूपमा किन्नु भएन पुरै समूहको हान्नु पर्यो टाढाबाट किन Bye. हर हर महादेव यहाँलाई हार्दिक स्वागत गर्दै यहाँहरूको आजको स्तरमा यात्रा सफल होस् भन्ने हामी कामना गर्दछौँ।
यस्तो भयो चाहिँ एकैछिन उपस्थित महामृत्युंजय मंत्र एक ऐसा मंत्र है जो काल के मुख से प्राणों को छीनकर मनुष्य के जीवन की रक्षा करता है। मार्कंडेय ऋषि ने अपने अल्पायु पुत्र के प्राणों की रक्षा के लिए इस जीवन संजीवनी मंत्र की रचना की थी। ग्रंथों में उल्लेख है कि भगवान शिव ने प्रकट होकर मार्कंडेय के पुत्र को यमराज से छीनकर जीवन दान प्रदान किया था। अतः इस शक्तिशाली महामृत्युंजय मंत्र का जाप करने से अकाल मृत्यु और गंभीर बीमारियों से
हमारी रक्षा होती है। आइए सुनते हैं 108 बार महामृत्युंजय मंत्र। यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धना मृत्योर्मुक्षीयमामृता। त्र्यम्बकं 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 यजामहे सुगन्धिं पुष्टिवर्धनम्। कैमरामैन शूट करो। No. श्री गोवर्धन अधिकारीको निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण शिष्ट विशिष्ट सकेपछि मात्र हामीले मूर्तिको दर्शन गर्नेछौँ, जसलाई नेत्र उन्मिलन भनेर गुरु बन्धु सखा तेरे चरणों में स्वामी मेरे कोटि प्रणाम। स्वामीजी मन्दिरलाई दाहिने पार्दै चण्डिकालाई समय दाहिने पार्दा प्रकाशजी तपाईले गाडी गर्नु। स्वामीजी महाराजको आगमन भइसकेको छ। पूरा मन्दिर परिश्रम र चण्डिका देवीलाई समेत प्रदक्षिणा गरेर स्वामीजी मन्दिरमा प्रवेश गर्नुहुनेछ। मन्दिरलाई प्राण प्रतिष्ठा मूर्तिमा प्राण प्रतिष्ठा गरिसकेपछि मात्र स्वामीजीको मञ्चमा आगमन हुनेछ। गर्नेछौँ। सबै श्रद्धालुहरू स्वामीजी चण्डिका देवीलाई मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष
साङ्गुलम् पुरुष एवेदर्गुं सर्वं जद्भूतं यच्च भाव्यं भूतां प्रेतत्वशेषानो जदन्येनातिरोहति एतावानस्य महिमा तो जायाश्च पुरुषः पादोस्य विश्वाभूतानि त्रैपादस्यामृतान् देवी त्रैपादोर्ध्व उदय पुरुषः पादोस्येह बले अविततो विराडजायत विराजो अधिपुरुषः स जातो अत्यरिच्य तपश्चात् सर्वभूताः साम्भेतां वेघदाज्यम् वसुस्ताश्चक्रे वायव्या नारण्या ग्राम्यास्तजे तस्माद्गजन्यात् सर्वभूतारे चाह सामानि जजन्याद्यजुस्तस्माद्गजायत एके च भयादतः गावज्जाता अजावयः तं जजन्या जातमग्रातः तेन देवा अयजन्त साद्या व्यकल्पयन् मुखं किमस्यासेत् किं वा उपादा उच्यते ब्राह्मणोऽस्य मुखमः कृतः उरुतदस्य जद्वैश्यः मनसो जातश्चक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत नाभ्या आसीदान्तरिक्षगुं शीर्षणोद्योः समवर्तत पदभ्यां भूमिर्देशः श्रोत्रात् तथा लोका अकल्पयन् जत्पुरुषेण हविखा देवा जज्ञामतन्वत वसन्तोऽस्यासीदाजं ग्रेख्म इधमः सरध्वविः सप्तास्यासन् परिधयस्त्रिः सप्त समिधः क्रेताः देवा जद्यजन्यन्तन्वाना अवदनन् पुरुषं पशुं जजनेन जजन्यामयजान्त देवा स्थानि धर्माणि प्रथमान्य सन्नाते हनाकं महिमानः सचान्त जत्रा पूर्वे साद्याः सन्ति देवाः हरिः ॐ अद्भ्यः हरिः ॐ नमस्ते रुद्रमन्यव उतो तपिखवे नमः जाते रुद्रसेवा तनूरघोरा पापकासिनी भयान
विसे पुरुखान् जगत्ता शिवेन वचसा त्वा गिरिसाच्छावदा प्रथमो दैव्यो विहक्क अहिश्च सर्वान् जम्भयन् सर्वान् सजातु धान्यो धराचि आम्रो अरुण उत बभ्रुः सुमङ्गलः जय चैनगुं रुद्रा अभितो दिक्षुश्रेताः सहस्रहे असौजो वा सर्पति नीलग्रीवो विलोहितः उतैनङ्गोपा अद्रसन्नुजे अस्य सत्वानो हन्तेभ्यो करन्नमः प्रमुञ्च धन्वनस्त्वामुभयो राज्ञोर्जामजाश्च ते हस्त एकवः पराता भगवो वप्प विज्यन्धनुः कपर्धिनो विशल्यो बाणव आभुरस्य निखङ्गदिः जाते तिर्मेडुष्टमस्ते बभूवते धनुः तयास्मान् विश्वतस्त्वमयक्ष्मया परिभुजा परिते धन्वनो हेतिरस्मान् वृणक्तु विश्वतः अथो ज एखुदिस्तवारे अस्मन्निधेहिताम् अवतत्य धनुष्वग्गुं सहस्राक्षसते खुदे निषेज्य सल्यानामुखा शिवो नः सुमना भव नमस्त आयुधायानातताय दृष्णवे उहाव्यामुदते नमो बाहुव्यान् तव धन्वने मानो महान्तमुतमानो अर्भकं मान उक्षन्तमुतमान उक्षितां मानो बधिः पितरं मोतः मानस्तोकेतनये मान आयुखि मानो गोखुमानो अस्वे खुरीरेखाः मानो बैरानुद्रवामिनो वधीरेऽविघ्नन्तः सदमित्वा हवामहे हिरण्ययेन सवितारथेन देवो जाति भुवनानि पश्यन् ॐ देवीर्द्वार इन्द्रगुं सङ्घाते वेड्वेर्ज्यामन्नवर्धयन् आवत्सेन तरुणेन कुमारेण च मीवतां पार्वाणगुं रेणुककाटन् नोदन्तां वसुवने वसुधेयस्य व्यन्तु जजा विष्णोराराटमासे विष्णोः स्नप्त्रे स्थो वैष्णोः स्यूरसि विष्णो ध्रुवोऽसि वैष्णवमसि विष्णवे त्वा भवाय च नमः शङ्कराय च मयस्कराय च नमः
सेवाय च सेवतात् अवपुरस्तात् अवचोत्तरात्तात् अवदक्षिणात्तात् अवचोर्ध्वात्तात् अवाधरात्तात् सर्वतो मां पाहि पाहि समन्तात् त्वं वाङ्मयस्त्वं चिन्मं त्वयि प्रत्येति त्वं भूमिरापो नलो नीलो नभः त्वं चत्वारि वाक्पदानि त्वं गुणत्रयातीतः त्वमवस्थात्रयातीतः त्वं देहत्रयातीतः त्वं कालत्रयातीतः त्वं मूलाधारस्थितोऽसि नित्यं त्वं शक्तित्रयात्मकः त्वां योगिनो ध्यायन्ति नित्यं त्वं ब्रह्मा त्वं विष्णुस्त्वं रुद्रस्त्वम् इन्द्रस्त्वम् अग्निस्त्वं वायुस्त्वं सूर्यस्त्वं चन्द्रमास्त्वं ब्रह्म भूर्भुवः स्वरो गणादीन् पूर्वमुच्चार्य वर्णादीन् तदनन्तरम् अनुस्वारः परतः अर्धेन्दुलसितं तारेण रुद्धम् एतत्तत्त्वमनुस्वरूपं गकारः पूर्वरूपम् अकारो मध्यमरूपम् अनुस्वारश्चान्त्यरूपम् बिन्दुरुत्तररूपम् नादः सन्धानं संहिता सन्धिः सैषा गणेशविद्या गणकरिषिः निश्चित् गायत्री छन्दः गणपतिर्देवता ॐ गं गणपतये नमः एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ती प्रचोदयात् एकदन्तं चतुर्हस्तं वासमङ्कुशधारिणं रथं च वरदं हस्तैर्बिभ्राणं मुषकध्वजं रक्तं लम्बोदरं शूर्पकर्णकं रक्तवाससं रक्तगन्धानुलिप्ताङ्गं रक्तपुष्पैः सुपूजितं भक्तानुकम्पिनं देवं जगत्कारणमच्युतम् आविर्भूतं च सृष्ट्यादौ प्रकृतेः पुरुषात् परम् एवं ध्यायति यो नित्यं स योगी योगिनां वरः नमो प्रातपतये नमो गणपतये नमः प्रमथपतये नमस्तेस्तु लम्बोदरायैकदन्ताय विघ्नविनाशिने शिवसुताय श्रीवरदमूर्तये नमः सरसन्निविष्ट केयूरवान्मकरकुण्डलवान् किरीटी हारे हिरण्मयवपुस्धृतशङ्खचक्रः देवी प्रपन्नार्ति हरे प्रसीद त्वमीश्वरी देवी चराचरस्य सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं वरेण्यं वरप्रदं भूतिविभूषिताङ्गं भवार्तिनाशं प्रभवं त्रिनेत्रं पञ्चाननं शङ्करमानतोऽस्मि तस्मै नकाराय नमः शिवाय मन्दाकिनी सलिलचन्दनचर्चिताय नन्दीश्वर प्रमथनाथ महेश्वराय मन्दारपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकाराय नमः शिवाय प्रभो श्री समादरणीय महानुभावहरू अब हामी स्वामीजीले भित्र प्राण आदान गरिसक्नु भएको छ बाबु बोले शंकर भगवान को लोकेश्वर महादेव को यो शिलामा मंदिर निर्माण करता है गणेश जी को नगर प्रमुखजीले अनावरण गर्नुहुनेछ नन्दी अब घन्टीहरूको पनि अनावरण स्वामीजीबाट हुनेछन् घण्टानाद र ईशान कोणमा भोलानाथ घिमिरेज्यू घन्टी घन्टी अब देखो हनुमान को सबै समुदायकर्ता महानुभावहरू स्वामीजीको भइसकेपछि एक दिन पुनः परिक्रमा गरौँ
सबै समुदायका महानुभावहरू आइदिनका लागि म अनुरोध गर्दछु। बोले सद्गुरुदेव भगवानको। आजका प्रमुख अतिथिजनले कर्ता परिवारका तर्फबाट सम्पूर्ण आगन्तुक महानुभावहरूलाई संक्षिप्त परिचय बुवाको संक्षिप्त थोरै समयमा आफ्ना सारगर्भित मन्तव्यद्वारा आगन्तुक श्रद्धालुहरूलाई स्वागत मन्तव्य। यस कार्यक्रमका प्रमुख व्यक्तित्व 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यू जुन देवघाट धामको सन्यास आश्रमको पीठाधीश हुनुहुन्छ, यस कार्यक्रममा पाल्नु भएर हामीलाई यो मन्दिरको गरिमामय बढाइदिनु भएकोमा सम्पूर्ण भक्तजनहरूमा उहाँलाई आज यस कार्यक्रममा हामीले प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न पाउँदा, यस मन्दिरको समुद्घाटन कार्यक्रममा उहाँलाई हामीले पाउँदा हामी गर्वमती छौँ। उहाँको प्रमुख आतिथ्यताले हामीलाई सबैलाई गदगद बनाएको छ र मञ्चमा यसै मञ्चमा गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीज्यू जुन गैंडाकोट नगरकै संरक्षक, गैंडाकोट नगरकै एउटा अभिभावक हुनुहुन्छ, पुरानो विरासत बोकेको अभिभावक, हाम्रै माझमा हामीले गणेश मन्दिरको उद्घाटन गर्ने अवसर मिलेको छ। यसै गरी यसै वार्डका अध्यक्ष हामीले हनुमानको कार्यक्रमको हनुमानको मूर्तिको अनावरण यसै वडाका अध्यक्ष श्री त्यसप्रसाद घिमिरेज्यूबाट गर्न हामीलाई एउटा गौरवान्वित भएका छौँ र यसै गरी यस मन्दिरको 2056 सालमा तत्कालीन गाविसका उपाध्यक्ष, गैंडाकोट गाविसका अभिभावक उपाध्यक्ष र यसै जयश्री सामुदायिक वनका संस्थापक अध्यक्ष हामीले यस मन्दिरलाई जुन रूपले यो ठाउँमा आज आएर मेरा पिता, हामी सबैका पिता गोवर्धन अधिकारीले जुन मध्यरातमा जन्मिनु भएको थियो, शिवरात्रिको दिनमा उहाँको जो सङ्कल्प भइसकेपछि ल दाजी यो ठाउँमा बनाउनुहोस् भनेर हाम्रो बुवाले सामाजिक कृतिहरू, विभिन्न कृतिहरू गर्दै जाने क्रममा पनि हामीलाई यो ठाउँमा जुन योगदान दिनुभयो, यो ठाउँमा बनाउनको निम्ति भूमिका, यो भूगोललाई उहाँको यो वनको अध्यक्षता गर्दाखेरि उहाँले यो ठाउँ आज देखाउनाले यो ठाउँ समग्र गैंडाकोट नै उज्यालो बनेको छ र हाम्रा सबैका अभिभावक टोलनाथ घिमिरेज्यू, यसै गरी सम्पूर्ण बटुकहरू, भक्तजनहरू, पाल्नुहुने सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिहरू, मठ मन्दिरका प्रतिनिधिहरू, दाजु बुवा आमा दाजुभाइ सम्पूर्णमा म गोवर्धन अधिकारीको 5औं सुपुत्रको रूपमा रहेको प्रकाश अधिकारी सम्पूर्ण दाजुभाइको नेतृत्व गर्दै मभन्दा माथिका दाजुहरूले पनि भाइ बोलोस् भनेर मको माझमा आज हाम्रो देश कता गइरहेको छ। हिजो संविधान नहुँदा पनि एउटा धर्म र संस्कृतिले हामीलाई बाँधेको थियो। पाप र धर्म भन्ने के हो भन्ने कुरो, पाप लाग्छ भनेपछि कसैले झुट बोल्न नसक्ने अवस्था थियो। आज पाप र धर्मलाई कता प्रश्नहरू गरिरहेका छन्। यो प्रश्नलाई आज यो चिर्दै गैंडाकोट नगरीले जुन यस्तो अभिभावक हामीले पाउँदाखेरि आज यो धर्म संस्कृति सनातनदेखि आएको चिज कसैको पेवा होइन, यो सबैले मान्नुपर्छ। सबै यसलाई चाहिँ स्वीकार गर्दै सम्पूर्ण रूपमा उपस्थित हुनुभएका भक्तजनहरू र आदरणीय गुरुहरू, जनप्रतिनिधिहरू सबैलाई यस मञ्चमा हामीले सम्बोधन गर्न नसके पनि स्वागत मन्तव्य दिँदा केही कमजोरी भए पनि तपाईँहरूले सहर्ष हजुरहरूको शरण पर्दै म सम्पूर्णमा स्वागतम सुस्वागतम भन्दै म यहाँबाट बिदा हुन्छु। जय मन्दिर, जय लोकेश्वर महादेव मन्दिरको सम्पूर्ण भक्तजनहरूको जय होस् भन्दै म यहाँबाट बिदा हुन्छु। नमस्कार। सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः। नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्त वासुदेव नमोऽस्तुते।
वासनाद् वासुदेवस्य वासितं भुवनत्रयं सर्वभूतनिवासोऽसि वासुदेव नमोऽस्तुते शङ्कराचार्यं केशवं बादरायणं सूत्रभाष्यकृतौ वन्दे भगवन्तौ पुनः पुनः ईश्वरो गुरुरात्मेति मूर्तिभेदविभागिने व्योमवद्व्याप्तदेहाय दक्षिणामूर्तये नमः विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः संकल्प अनुरूप जिल्ला नवलपरासी बजारमा बसोबास गर्ने श्री ठाकुर हरिजन को ठुलो योगदान रहेको छ। म ठाकुर हरिजनलाई म मञ्चमा आएर आसन ग्रहण गर्नका लागि निवेदन गर्छु। यसको व्यवस्थापनका लागि म प्रकाशजीलाई व्यवस्थापन गर्छु। हरि हो। अरूले मलाई यो नाम दिने कष्ट नगर्नु होला। हरि हो। अब यसपछि नजिकै रहेको चण्डिका देवी मन्दिरका अध्यक्षलाई अगाडि मञ्चमा निवेदन गर्दछु। र अब नमः शिवायको धर्मपटद्वारा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। यस बीचमा आज सङ्कटमोचन हनुमानको मूर्तिको अनावरण गर्नुहुने नगरका नगर प्रमुख श्री मदन भक्त अधिकारीज्यूलाई धर्मपटद्वारा सम्मान गरिँदैछ। म सम्मान प्रदान गरिदिनुका लागि स्वामीजीलाई र लिइदिनुका लागि नगर प्रमुखलाई निवेदन गर्दछु। हनुमानको मूर्ति अनावरण गर्नुहुने नगरका गणेकोट नगरपालिकाका 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेज्यूलाई पनि स्वामीजीबाट आशीर्वाद स्वरूप यो धर्मपट प्रदान गर्ने कार्यक्रम रहेको छ। उहाँलाई लिइदिनका लागि पनि निवेदन गर्दछु। मन्दिरका शिलान्यासकर्ता सामाजिक शैक्षिक धार्मिक व्यक्ति श्री टोलनाथ घिमिरेज्यूलाई पनि म स्वामीजीका कार्यक्रमबाट धर्मपट ग्रहण गरिदिनका लागि निवेदन गर्दछु। त्यस्तै मन्दिर बनाउनमा अहर्निश खट्ने ठाकुर हरिजनज्यूलाई पनि आज यो सौभाग्य प्राप्त भएको छ। त्यस्तै मन्दिरको रेखदेख गर्नुहुने रामनाथ ढकालज्यू श्रीप्रसाद अधिकारीज्यू उहाँहरूले आफ्नै कर्तव्य ठानेर आफ्नै यत्रो सामाजिक काम गर्ने धार्मिक काम गर्ने लोकोत्तर पछि पनि कीर्ति रहने गोवर्धन अधिकारीलाई उहाँका सुपुत्रहरूले पनि आज पूजन गर्ने कार्यक्रम रहेको छ। दुर्वाको माला लगाएर पिताजीको पूजन गरिदिने र स्वामीजीका करकमलबाट एउटा धर्मपट पिताजीलाई पनि ओढाइदिने। पूर्व नगर प्रमुख श्रद्धेय छत्रराज पौडेलज्यूको पनि पावन उपस्थित भएको हामीलाई जानकारीमा आएको छ। उहाँलाई म ज्ञान मञ्चमा आसन ग्रहण गर्नका लागि निवेदन गर्दछु। र पूर्व नगर प्रमुख छत्रराज पौडेलज्यूलाई लगाइसकेपछि भयो। बस्नु टीका लगाइदियो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। कार्यक्रमका सभापति तथा उस लोकेश्वर महादेव मन्दिरका निर्माता आदरणीय गोवर्धन अधिकारीज्यू, प्रमुख अतिथि एकजाट स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यू र मञ्चमा आसीन अतिथिहरू, गटु विद्यार्थी भाइ बहिनीहरू
र यहाँ उपस्थित भएका सम्पूर्ण धरालम्बी गोवर्धन अधिकारी 2056 सालमा शिलान्यास गरेर टोलाङजीको हातबाट शिलान्यास भएर गोवर्धन अधिकारीले निर्माण गरेर लाउनु भएको यो डोकेश्वर महादेव मन्दिरको आज विधिवत रूपमा उद्घाटन भइरहेको छ र धेरै अवरोधहरू पार गरेर यो मन्दिर आज यहाँसम्म आइपुगेको छ। मलाई त विश्वास थियो बिचमा यो मन्दिर तुइन्छ कि भन्ने विश्वास थियो, तैपनि छोराहरूको प्रयासले गर्दाखेरि आज मन्दिर निर्माण गर्न सफल भएर आज उद्घाटन भयो। त्यस कारणले गर्दाखेरि म गोवर्धनका परिवार छोराहरूलाई धन्यवाद दिन चाहन्छु कि आज यत्रो मन्दिर एक्लै निर्माण गरेर आज समूहमा हस्तान्तरण गर्ने कार्यक्रम पनि मलाई भयो जस्तो लाग्छ। मलाई जहाँसँग लाग्छ यो मन्दिर एकलौटी गरेर राख्न हुँदैन, यो मन्दिर समूहमा हस्तान्तरण गर्नुभयो भने मन्दिरले राम्रो चाहिँ पाउँछ। त्यस कारणले गर्दाखेरि म मन्दिर समूहमा हस्तान्तरण गर्नको लागि म अनुरोध गर्न चाहन्छु। यसै कारणले गर्दा आज यस ठाउँमा बडो रमणीय ठाउँमा यस मन्दिर निर्माण भइरहेको छ र सबै धर्मावलम्बीहरूलाई आज मन्दिरमा आफ्नो धर्मको कुराहरू गरेर यस मन्दिरको उचाइ बढाइदिनु हुनेछ भन्ने विश्वासका साथ आज यो शिवरात्रिको दिनमा यो मन्दिर उद्घाटन गर्ने काम भएको छ। त्यस कारणले गर्दाखेरि म सम्पूर्ण धर्मावलम्बीहरूलाई म यही अनुरोध गर्छु कि यहाँहरूले गरेको धर्म कोही पनि खेर जाने छैन भन्दै सम्पूर्ण धर्मावलम्बीहरूलाई शुभकामना दिँदै मेरो आफ्नो 2 शब्द यहाँ अन्त्य गर्छु। धन्यवाद। जय डोकेश्वर महादेव मन्दिर। यो धर्मपट ग्रहण गर्नका लागि म मेघराज बाबु चाँडो गोवर्धन अधिकारीजीका सहोदर अनुज तेज प्रसाद अधिकारीज्यूले पनि स्वामीजीबाट धर्मपट ग्रहण गरिसक्नु भएको छ। भाइ बुहारीलाई पनि स्वामीजीले अब मञ्चलाई शान्त राखौँ। माताजीहरू नमः संभवाय च मयो भवाय च नमः शंकराय च नमस्काराय च नमः शिवाय च शिवतराय च ॐ भवानी शंकरो वन्दे श्रद्धा विश्वासरूपिणौ याभ्यां विना न पश्यन्ति सिद्धः स्वान्तः स्थलेश्वरम् ॐ शान्तिः शान्तिः शान्तिः। शंकर भगवान को भोलेनाथ बाबा को राष्ट्रदेव पशुपतिनाथ को सत्य सनातन धर्म को अस्तु। शिव पंचायत मंदिर लोकेश्वर महादेव का चरणारविन्दमा मनसा प्रणाम गर्दै यस मन्दिर निर्माण गर्दा गोवर्धन अधिकारीज्यू र उहाँका समस्त परिवारहरू, विशिष्ट अतिथिको आसनमा आसीन नगर पिता मदन भक्त अधिकारीज्यू, त्यस्तै वडाध्यक्षज्यू, अन्य अतिथिगण, मन्दिर निर्माणकर्ताका समस्त आफन्तजन, सन्मुखस्थ धर्म प्राण भगवान शंकरका उपासक सज्जन महानुभावहरू,
गोवर्धन अधिकारीजीले असाध्य ठुलो काम सम्पन्न गरेको हामीले अनुभूति गर्यौँ। प्रत्यक्ष सक्यम प्रमाणम, प्रत्यक्ष देखिसकेपछि अरू प्रमाण बदल्न जानुको आवश्यकता छैन। उहाँको साहस, उहाँको सत सम्पत्तिको हामीले भुरी भुरी प्रशंसा गर्न चाहन्छौँ। मात्र नभएर भगवान शङ्करको लागि पनि छुट्याउनु भएछ। उहाँलाई धेरै धेरै साधुवाद। आफ्ना सन्ततिको लागि सबैले छुट्याउँछन्, अलग गर्छन्, लाल पूर्जा छोडिदिन्छन्, बैंक ब्यालेन्सहरू छोडिदिएका हुन्छन्। छोरा नाति पनातिको भोलि पर्सिको के छ भनेर भोलि पर्सिको चिन्ता गर्छन्। परन्तु अधिकारीजीले सन्ततिको लागि मात्र चिन्तन नगरेर नछुट्याएर देव देव महादेव भूतपतिनाथ, सारा विश्व ब्रह्माण्डको अधिनायक, आकाशका अधिष्ठात्री देवता भगवान शङ्करको नाममा पनि सम्पत्ति छुट्याउनु भएछ। आशुतोष भूतपतिनाथ भगवान शङ्कर प्रसन्न भएर उहाँको खानदान वंश परम्परामा ज्ञानी ध्यानी र सज्जन सन्तति सन्तान परम्परा जन्मिउन्। मैले यही शुभकामना र शुभ आशीर्वाद दिन चाहन्छु। बाँच्न सबै बाँचिन्छ, सबै प्राणीहरू बाँचेका छन्। बाँचेर मात्रै मनुष्य भइदैन, श्वास प्रश्वास फेरेर मात्रै मनुष्य बनिँदैन। जसले लोकोत्तर काम गर्दछन्, समाजमा काम लाग्ने कर्म गर्दछन्, देवता र पितृहरूको सम्मान गर्दछन्, सन्तति सहित सारा जगतको हितकारक सङ्कल्प गर्दछन्, त्यस्ता व्यक्तिहरू लोकोत्तर व्यक्ति हुन्छन्। हाम्रो शास्त्रले यही बताउँछ। हाम्रो अधिकारीजीले लोकोत्तर काम गरेको हामीले महसुस गर्यौँ। यत्रो मन्दिर निर्माण गरेर भगवान शङ्करको मूर्ति र शिवलिङ्ग प्रतिष्ठापन गरेर आज हामी सबैलाई मञ्चमा निम्त्याउनु भयो। मलाई प्रमुख अतिथिको आसनमा आसीन गराउनु भयो। केही समय पहिला देवगढ जानुभएको थियो, मन्दिर निर्माण गरेँ, त्यसको उद्घाटन मूर्ति प्रतिष्ठापन कसरी गर्ने भनेर सोध्दै हुनुहुन्थ्यो। सामान्य मुद्रामा रहेका एकजना अहिलेसम्म मैले देख्न पनि नदेखेका सामान्य मुद्रामा सामान्य वेशभूषामा हरिहर सन्यास आश्रममा पुग्दै गरेका बाबाले अलिक ओजिलो शब्द प्रयोग गर्दै मैले मन्दिर बनाएको छु, शिवरात्रिको दिन उद्घाटन गर्ने हो, त्यो उद्घाटन गर्ने विधि के हो, नियम के हो, मन्दिर त निर्माण गर्ने त्यति मात्र मैले जानेको थिएँ, त्यसदेखि मैले माथि जान्दैन। तपाईँ ज्ञानानन्द गुरु हुनुहुन्छ, ज्ञानानन्द गुरुले सबै जान्नुभएको छ, त्यसलाई सम्पन्न गरिदिनुहोस् भन्न थाल्नुभयो। अब के यो मैले चिन्दै नचिनेका बुढा मान्छेले के भन्छन् यसरी भन्ने लाग्यो। अनि त्यहाँ केही संवाद चर्चा चल्दै चल्दै जाँदा कोही कर्म गर्दै जाँदा इतिहास बन्ने हो। अब मैले हेरिरहने, नीति निर्देशन गरिरहन पनि त्यति फुर्सद नमिल्ने, गुरुकुलका भार, आश्रमका भार। अनि मैले प्राज्ञ व्यक्तित्व डाक्टर रामचन्द्र काण्डेल, जो कालिका संस्कृत विद्यापीठका संस्कृत विद्यापीठका प्राचार्यको रूपमा रहेका प्राध्यापक, सहप्राध्यापक डाक्टर रामचन्द्र काण्डेलजीको नम्बर दिएर पठाएँ। उहाँ सम्पर्क गर्नुहोस्, उहाँले सबै जान्नुहुन्छ। त्यतातिर केही भन्न पर्यो, केही नीति निर्देशन गर्न पर्यो भने मैले रामचन्द्रजीलाई भन्छु, उहाँले कुरा बुझ्नुहुन्छ। किनकि त्यही विधाको व्यक्ति भएकोले तपाईँको कार्य सम्पन्न हुन्छ भनेर सूत्रपात गरेको थिएँ, जानुभएछ। रामचन्द्रजीको नीति निर्देशनमा अब आज यो उद्घाटन र प्राण प्रतिष्ठा कार्यक्रम, मन्दिरको उद्घाटन त भयो, अरू प्राण प्रतिष्ठा पूजन कार्यक्रम बाँकी छ। अब बेलुकी भोलि बिहानसम्म यो सम्पन्न हुन्छ। ठिक छ। अब खुसीको कुरा हो, गैँडाकोटमा अब धेरै मन्दिरहरू छन्, मठहरू छन्, हामीले जानेकै कुरा हो। त्यसमा अर्को मन्दिर पनि थपिएको छ। यो ठुलो छरछिमेकको ठुलो कल्याण गर्ने छ। हामी मनुष्य हौँ, देवाधिदेव भगवान शङ्कर हुनुहुन्छ। शङ्करका शरणमा पर्न सक्यौँ, शङ्करको उपासना गर्न सक्यौँ भने चाहे ब्रह्मचारी, चाहे गृहस्थ, चाहे वानप्रस्थ, चाहे सन्यास, सबै आश्रमहरू सफल भएर जान्छन्। त्यसो त तपाईँहरू सबै गृहस्थ हुनुहुन्छ। गृहस्थहरूले भगवान शङ्करको उपासना गर्नुपर्छ।
देवादिदेव महादेव हुनुहुन्छ, महाकालेश्वर कालको पनि काल हुनुहुन्छ। यदि जीवनमा आइपरेका सङ्कटलाई दूर गर्नु छ भने भगवान शङ्करको उपासना गर्नु, विद्या चाहिएको छ भने भगवान शङ्करको उपासना गर्नु शास्त्रको उद्घोष छ। त्यस्ता भगवान शङ्कर आज लोकेश्वर महादेवको नाममा हो, लोकेश्वर महादेव शिव पाञ्चायतन मन्दिरको रूपमा यहाँ विराजमान हुनुभएको छ। लोक भनेको संसार नै हो, लोक भनेका जीवहरू नै हुन्। यिनीहरूको अधिष्ठाता मालिकको रूपमा यहाँ भगवान शङ्कर अधिष्ठित हुनुभएको छ। सबैको श्रद्धा जागोस्, दिनानुदिन सबै पूजा गर्न आउनुहोस्। जसले सेवा गरे, आराधना गरे उनीहरूले नै फल पाउँछ। लोकेश्वरको मैले उपासना गरेँ, मेरो अवश्य नै कल्याण हुनेछ भन्ने भावना तपाईँहरूले गर्नु होला। अब यिनै शब्दावलीका साथमा नगर पिता मदन भक्त अधिकारीजीले एउटा प्रस्ताव ल्याउनु भएको छ। त्यो असाध्यै राम्रो प्रस्ताव छ। कुनै पनि मठ मन्दिर सार्वजनिक भइदियो र सबैको साझको रूपमा उभियो भने यसको पूजा पाठ र यसको कोषको चिन्ता पनि साझो हुन्छ। भोलि बिहान सबैले चिन्ता हुन्छ, सबैको एउटा चिन्ताको विषय हुन्छ, सबैको श्रद्धा र निष्ठा हुन्छ। अमुक व्यक्तिको मन्दिर भनेर एउटा व्यक्तिको नाम उच्चारण हुँदैन। अब अधिकारी परिवारजीले यसलाई विचार गर्नुहुनेछ। सार्वजनिकीकरण गरिदिएर सबैलाई जिम्मा लगाइदिनु भयो भने उहाँहरू यो एउटा सामान्य बन्धनदेखि पनि मुक्त हुन सक्नुहुन्छ। यत्रो मन्दिर बनाइसक्नु भयो भने अवश्य नै कोषको चिन्तन पनि गर्नुभएको छ। एउटा कुरा यो छ, कसैले गाई दान गर्छ भने गोचरणको दान गर्नु भनेर बताएको छ। मठ मन्दिर अर्थात् मन्दिर निर्माण कसैले गर्यो भने त्यो पूजा पाठ चलाउनको लागि कोषको व्यवस्था अनिवार्य हुनुपर्छ, अक्षय कोष अनिवार्य राख्नुपर्छ। अब आफूले राखेदेखि माथिको कोष त्यतिले मात्रै नचल्ला, त्यो समाजले चिन्तन गर्छ यदि सामाजिक गऱ्यो भने। र मैले गोवर्धन अधिकारीजीको परिवार बुवा सहित परिवारलाई यसको मजबुत कोष होस्, तपाईँ हामी रहँदा नरहँदा पनि यसको दुर्गति चलिरहोस्, त्यसको लागि तपाईँहरू मजबुत भएर रहनु होला। यिनै शुभ भावनाका साथमा, शुभ सन्देशका साथमा तपाईँहरू सबैको कल्याण होस्, मङ्गल होस्। मलाई असाध्यै आतुरी छ। आज देवघाट छोडेर बाहिर निस्कने कुनै अवस्था नै थिएन र पनि अब एकजना वृद्धले यत्रो मन्दिर बनाउनु भयो भने 1 घन्टामा म फर्केर आउँछु, सबै रहनु होला भनेर हिजो सन्यास लिएका करिब 10-12 जना भक्तहरू बचिराखेका छन्। अब म त्यतातिर लाग्नुपर्छ। मन्दिरको उद्घाटन कार्य सम्पन्न भएको छ। सबैको श्रद्धा अर्थात् श्रद्धेय स्थानको रूपमा प्रतिष्ठापित होस् यस मन्दिर। यो मन्दिर र हाम्रो गोवर्धन अधिकारीजीका जो परिवारहरू सभ्य शिष्ट भद्र, यो खानदान वंश परम्परा असाध्य सुन्दर सभ्य र ज्ञानी परम्पराको रूपमा सञ्चालित होस् भन्ने शुभ भावना व्यक्त गर्दै वाणीलाई विश्राम दिँदै म बिदा हुन चाहन्छु। हरिओम तत्सत्, हरिओम तत्सत्। सद्गुरुदेव भगवानको हामी कृतज्ञ छौँ, आभारी छौँ। त्यसपछि सम्पन्न भई आज समुद्घाटन समारोह हुन गइरहेको शिव पञ्चायत लोकेश्वर शिव महादेव मन्दिरको समुद्घाटन समारोहका सभापति र यसको अध्यक्षता गरिरहनुभएका मेरा जन्मदाता पिताश्री नमन गर्दछु। देवघाट धामका पीठाधीश 1008 स्वामी ज्ञानानन्द गुरु जो आज यस मञ्चका प्रमुख आकर्षण हुनुहुन्छ, उहाँले आफ्नो मन्तव्यमा भर्खरै मात्र पनि सम्पूर्ण वृत्तान्त पस्किनुभयो। जसरी हामी अज्ञात थियौँ, अबोध थियौँ, हामीमा मात्र श्रद्धा थियो, हामीमा मात्र भक्ति थियो, बुवामा मात्र सङ्कल्प थियो, यो सङ्कल्पलाई वैदिक रूपले, शास्त्रीय रूपले र सम्पूर्ण हिसाबले यसलाई उचित दिशा दिन, यसको उचित सम्पन्नताको लागि उहाँले दिनुभएको मार्गदर्शनसँगै यस कार्यक्रममा सहभागी भई प्रमुख आतिथ्य ग्रहण गरिदिनु भएको उहाँ हजुरलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी नगरपिता नगर प्रमुख आदरणीय हामी जेठा भन्छौँ मदन भक्त अधिकारीज्यू, हजुरको संरक्षणमा समुदाय यहाँसम्म आयो। आज यही संरक्षणकै क्रममा यत्रो अर्को मन्दिरको हजुरहरूबाटै समुद्घाटन भएको छ। यस मन्दिरको उत्तरोत्तर प्रगति र सफलता, यसको विकासमा हजुरको सधैँ आशीर्वाद रहनेछ भन्ने कुरामा आशावादी छु। यस नगरका पूर्व नगर उपाध्यक्ष
मेरा आदरणीय अग्रज टोलनाथ घिमिरेज्यू जसको करकमलबाट यस मन्दिरको शिलान्यास भएको थियो। आज यसै गरी जसरी ममा बोलिरहेको छु त्यसै गरी शिलान्यास कार्यक्रम मैले सञ्चालन गरेको थिएँ। मलाई त्यो दिन याद छ, कस्ता दुःखदका दिन थिए, कति कठिनका दिन थिए, कति सङ्घर्षका दिन थिए। तर अहोरात्र यस जयश्री सामुदायिक वन उपभोक्ता समूह, नन्दन सामुदायिक वन उपभोक्ता समूह, देउराली सामुदायिक वन उपभोक्ता समूह, मौला कालिका वन सामुदायिक उपभोक्ता समूह, यस वन जङ्गलका सम्पूर्ण काठ शिवजीका नाममा जसरी गर्नुहुन्छ मन्दिर सम्पन्न गर्नुहोस्, जसरी हुन्छ मन्दिर बनाउनुहोस् भनेर जुन किसिमको सामाजिक हृदयता प्रकट गर्नुभयो, जुन हिसाबले सहयोग उपलब्ध गराउनु भयो, आज त्यसैको बावजुद यस मन्दिरमा यति कलात्मक झ्यालडोका छन्, यस मन्दिरमा यति कलात्मक स्वरूप स्थापना भएको छ। म यसै धन्यवाद मन्तव्यको क्रममा यस क्षेत्रका सम्पूर्ण सामुदायिक वनका सम्पूर्ण समयका पदाधिकारीज्यूहरूलाई हार्दिक नमन एवं धन्यवाद प्रकट गर्न चाहन्छु। सँगै सबैभन्दा महत्त्वपूर्ण हामी आँगन जोडिएर, यही आँगनमा श्री चण्डिका देवी भगवतीको मन्दिर छ। देवी भगवतीको आशीर्वादले, देवी भगवतीको मन्दिरको सम्पूर्ण व्यवस्थापन समितिको संरक्षणले, सहयोगले र आजको यस कार्यक्रममा पनि पूर्ण रूपले यस कार्यक्रमलाई प्राण दिन यस चण्डिका देवी मन्दिरका सम्पूर्ण व्यवस्थापन समितिका आदरणीय अग्रजहरू एवं यस समुदायका सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई पनि यहाँसम्म आइपुग्न र यहाँसम्म ल्याइपुर्याउन सहयोग गरिदिनु भएकोमा सबैभन्दा धेरै मुरी धन्यवाद प्रकट गर्न चाहन्छु हाम्रो परिवारको तर्फबाट। हामीले विभिन्न सङ्घ संस्था, आमा समूह, महिला समूह, यहाँका प्राकृतिक व्यक्तित्व, धार्मिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, राजनैतिक व्यक्तित्व, सङ्घ संस्थाका प्रतिनिधि सबैलाई सम्झने प्रयास गरेका थियौँ। एफएम मार्फत पनि निमन्त्रणा व्यक्त गरेका थियौँ, सामाजिक सञ्जालबाट पनि गरेका थियौँ, घर दैलोमा कार्ड पनि छोडेका थियौँ, समुदायमा चोकमा निमन्त्रणा पनि टाँसेका थियौँ। हाम्रो यस निमन्त्रणालाई स्वीकार गरे आजको शोभायात्रामा सहभागी भइदिनुभएका सम्पूर्ण सहभागी भक्तजनहरूमा अधिकारी परिवारको तर्फबाट, यस लोकेश्वर महादेव मन्दिरको तर्फबाट हार्दिक नमन एवं धन्यवाद प्रकट गर्न चाहन्छु। यस कार्यक्रमको यो भव्यता, यो सौम्यता मेरो बुवाको पितृमनको इच्छा हो। बुवाको छोराको रूपमा यस मञ्चमा यसरी धन्यवाद व्यक्त गर्न पाइरहँदा सबैभन्दा गर्वले साथी भुलेको छ। यस दिनसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने तपाईँ सम्पूर्ण महानुभावहरूमा एकपटक फेरि झुकेर नमन गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। सँगै अन्त्यमा नभई एक लाइनमा यस कार्यक्रममा पूर्ण रूपमा निर्देशन दिए हामीलाई यो कर्म गर्न यहाँसम्म सफल बनाइदिनु हुने आदरणीय गुरु रामचन्द्र खण्डेलज्यूलाई कोटी धन्यवाद अर्पण गर्न चाहन्छु। समस्त भक्तजनहरूको जय होस्, लोकेश्वर महादेवको जय होस्, हामी सबैको जय होस्। धन्यवाद धन्यवाद। ओम नमः शिवाय। हरि हरि भेला हुनुभएका हाम्रा भक्ति भावनाका महान पुरुषहरू, मेरा देवता जस्ता, कुल पृथ्वी जस्ता काखमा हुनुहुन्छ। मैले आज कति वर्षदेखि उनको स्थापना गरेर यतिको भएको मन्दिरमा यत्रो उज्यालो पारिदिनु भएको छ। म खुसी छु। मलाई के भन्न लाग्छ भने यस संसारमा सृष्टि गर्ने, यो पृथ्वी सृष्टि गर्ने, गङ्गाजी सृष्टि गर्ने, प्राणीहरू सबै सृष्टि गर्ने भगवान् जुन हुन्, जो हुनुहुन्छ सबैलाई मेरो नमस्कार छ। अनि त्यसपछि हुँदै आएर भगवान् शिवजीको नै दिनमा मलाई जन्म दिनुभएको हुनाले म त्यो शिवजीको पुत्र जस्तो पनि भएको हुनाले म शिवजीप्रति चाहिँ यति धेरै आस्था छु। र मलाई भगवान्हरूले र हजुरहरूले दिनुभएको जुन यो सहयोग र सहायता हो, यो सहयोग सहायतामा म अब गलेको छु, मेरो सम्भव छैन। मैले एक पैसा पनि कसैसँग लिएको होइन। ऊ त
के अरे झन्डीमा हाल्ने भित्रको सिक्री अधिकारीले दिए पैसा लिएनन् त्यो मात्रै हो सिक्री, नत्र भने मैले एक पैसा गरेर लिएको छैन। र म सधैँ सपना पनि विपना पनि चिन्तित र भगवान्को तपस्यामा रहँदै अब आज मैले हजुरको साथमा बसेर दुई शब्द बोल्न भन्नुभयो र मैले पनि बोल्न त मसित के ढङ्ग र के बुद्धि के ज्ञान थियो र तैपनि अब बोल्ने चलनमा बोल्ने कुरा बोल्दैछु। मैले यति जति दुःख गरेर मैले गरेको भए तापनि यो मन्दिर अब मेरो उपाय छैन। अब यो मन्दिरको उद्घाटन भएपछि सम्पूर्ण यहाँ उपस्थित हुनुभएका हाम्रा जनता सबैले मन्दिरको पूजा आचा चलाउने काममा ध्यान दिनु होला। तपाईँहरूको जिम्मामा यो मैले मन्दिर चाहिँ नि सुम्पिँदैछु। अब मेरो उपाय केही छैन, हजुरहरूलाई म सम्पन्न छु। मैले पनि केही सकेछु भने आर्थिक सहायता मैले नै दिउँला, तर पुरै हजुरहरूलाई नै हो यो मन्दिर चलाउने चाहिँ जिम्मा। मेरो ज्ञान गरिसकेको छ, म अन्तिम भइसकेको छु। मेरा छोराहरू पनि कलकत्ता के हुन्छ सबै यो देशका जनताको लागि चाहिँ नि लोकको लागि भनेर बनाएको हुनाले लोकेश्वर महादेव पनि भए। तपाईँहरूको कल्याण गर्ने यही शिवजी हुन्। यी शिवजीको ढोकपति त बर्थडे गर्नुपर्छ भन्दै म सर्वप्रति हजुरहरूलाई क्षमा माग्दै मेरो दुई शब्द धेरै धेरै धन्यवाद बुवा गोवर्धन अधिकारीज्यू। यो भएको विश्रामको कुरा निवेदन गर्दछु। मेघराज भाइलाई म समितिलाई धाममा उपस्थितिका लागि निवेदन गर्दछु र स्वामीजी महाराजले यो अमूल्य समय प्रदान गर्नुभएकोमा सबै भक्तजनहरूको तर्फबाट पुनः पुनः आभार एवं कृतज्ञता ज्ञापन गर्दछु। आचार्य ईश्वरी ज्यूलाई म अब लघु रुद्राभिषेक र वेद पारायण जस्ता Okay, 1, 2, अझै एउटा रेडी ओ
लाभाले चौकीले पूजा गर्नुहोस्। ओम दीप नारायणाय नमः। सङ्कल्प समात्नुहोस्। हरिओम तत्सत् हरिओम तत्सत् हरिओम तत्सत्। विष्णुर विष्णुर विष्णु अद्देह सपरिवारायाः समस्त जन्म बाल्य यौवन वार्धक्यावस्थो पार्जित कायिक वाचिक मानव भाण्डाद्यु पस्कर स्पर्शन दैव पैतृक कर्म पाक क्रिया लोप कृतै तत्शरीरोत्पन्न नवोपभोग्य सुख सम्पत् प्राप्त वैकुण्ठ नाम स्थिते तथा विष्णु सान्निध्य प्राप्ति पूर्वकम रंगत्वेन शिव आश्रुभावा जन्मन्न पृथुर्भावा सुखदस्तवन्रे पुरी खवाहन नमस्तनन्ताय सहस्रमूर्तये सहस्रकोटि उदाहरणेम ओम भूर्भुवः स्वाहा। मन्दिरको अगाडिपट्टि आइदिनु होला र कुर्सीमा कृपया नबस्दिनु होला। भगवानको आरती पुष्पाञ्जलीको बेलामा कोही का पुजारी गुरु भाइ अरु सबैजना बाहिर निस्किनु होला। बन्जाडे गुरु त्यो व्यवस्थापन गर्नु त। जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक गति गति पार करे ओम जय जगदीश हरे अन्नपूर्णाय मनोहर प्रेम स्वरूप भाति प्रभु प्रेम स्वरूप भाति
हौ हरिहर हौ दाता ओम जय जगदीश हरे युग युग पालन गर्छौ अगणित रूप धरी प्रभु अगणित रूप धरी लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि ओम जय जगदीश हरे समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरण बखानो प्रभु भव भयहारी ओम जय जगदीश हरे जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभुमा प्रेम रहोस् ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गयो प्रभु जसले नित्य गयो दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै त्यो भव सिन्धु तर्यो ओम जय जगदीश हरे ओम जय जगदीश हरे गिरिजाधीश शिव जय गिरिजाधीश जय जय सागर पशुपति जगदीश ओम हर 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 महादेव जय सांब सदा शिव जय जय सांब सदा शिव जय जय त्रिपुरारी ओम जय जय हर महादेव नमामि भवं भवानी शैवं नमामि त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव त्वमेव सर्वं मम देव देव सबैजनाको हातमा बेलपत्र तुलसी पत्र फूल जे सम्भव हुन्छ सबैले ग्रहण गरौँ वाणी प्रथमान्य सन्नाथे अनाकं महिमानः सचान्तर्त्र पूर्वे साध्याः सन्ति देवाः ॐ राजाधिराजाय प्रसह्य साहिनीं नमोभयं वै श्रवणाय गुरुमये समे कामान् कामकामाय मह्यं कामेश्वरो वै श्रवणो ददातु ॐ कुबेराय वै श्रवणाय महाराजाय नमः ॐ मा विश्वतश्चक्षुरुत विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतसपात सम्बाहुभ्यां नमति सम्पतत्रैर्द्याव भूमे जनयन् देव एकः ॐ गजाननं भूतगणाधिसेवितं कपीतजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय शिवाय देवमुनि प्रवरार्चितलिङ्गं कामदहं करुणाकरलिङ्गं रावणदर्पविनाशकलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय
सुगन्धि सुलेपितलिङ्गं बुद्धिविवर्धन कारणलिङ्गं सिद्धसुरासुरवन्दितलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय परिवेष्टित शोभितलिङ्गं दक्षसूयज्ञ विनाशनलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय चन्दन लेपितलिङ्गं पङ्कजहार सुशोभितलिङ्गं सञ्चित पाप विनाशनलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय सेवितलिङ्गं भावैर्भक्तिभिरेव च लिङ्गं दिनकर कोटि प्रभाकरलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय अष्टदलो परिवेष्टितलिङ्गं सर्वसमुद्भवकारणलिङ्गं नमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय सदार्चितलिङ्गं सुरवन पुष्प सदार्चितलिङ्गं परात् परं परमात्मकलिङ्गं परात् परं परमात्मकलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं तत् प्रणमामि सदा शिवलिङ्गं नमः शिवाय ॐ नमः शिवाय नमः शिवाय ॐ नमः शिवाय हर हर भोले नमः शिवाय हर हर भोले नमः शिवाय सबैजनाले बिस्तारै बिस्तारै आँखा उगार्नु होला हातमा भएका बेलपत्र तुलसी पत्र फुलहरू सबैले धुनामा अथवा केही भाँडोमा जम्मा गर्नु होला कसैले पनि नफाल्नु होला कृपया ओम भूर्भुवः स्वाहा मन्त्र पुष्पाञ्जलि समर्पयामः भगवते साम्ब सदाशिवाय नमः सच्चिदानन्द भगवानको आवाज भएन घैनागोठको डाँडामा बसेर कराउँदाखेरि सुस्त सुस्त गरायो भने मजा हुँदैन अलि चर्को स्वरले धरतीमा जयकार मनाइएको छ भने स्वर्गमा कैलाशपति भगवानमा सुन्न पर्यो है सच्चिदानन्द भगवानको यज्ञपुरुष भगवानको भगवानको उमामहेश्वर भगवानको सीतारामचन्द्र भगवानको पवनसुत हनुमानको गौ माताको तुलसी माताको गङ्गा महारानीको देवघाट धामको अष्टादशमा पुराणहरूको चारौँ वेदहरूको स्थानीय देवहरूको लोकेश्वर महादेव प्रभुको समस्त कर्ताहरूको कश्यप ऋषिको भारद्वाज ऋषिको सप्तर्षिहरूको गायत्री माताको महाकालीको महाल
महालक्ष्मीको महासरस्वतीको परमानन्द सद्गुरुदेव भगवानको समस्त तीर्थहरूको समस्त व्रतहरूको शिवरात्रि महिमाको आजको आनन्दको प्राण प्रतिष्ठा महिमाको स्वामीजी महाराजको समस्त भक्त मण्डलीको वर्णीय गुरुदेवहरूको वैश्वानर भगवानको राष्ट्रिय पशुपतिनाथ भगवानको नेपाल जनीको वैनी सत्य सनातन धर्मको वैनी सत्य सनातन धर्मको वैनी सत्य सनातन धर्मको नमः पार्वती पतये हर 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 महादेव शम्भो हर 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 महादेव शम्भो पापहर कष्टहर दुःखहर दारिद्र्यहर हर 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 महादेव शम्भो। सबैजनाले सम्भव भए सबैजनाले केही फरक पर्दैन, अलिअलि पछाडि सरौँ। मनोरथो मदीयोऽयं सफला सर्वथा त्वया निर्विघ्नेनैव कर्तव्यं दासोऽहं तव शङ्कर दासोऽहं तव केशव। अब हाम्रो लघुरुद्राभिषेकको कार्यक्रम अगाडि बढ्नेछ र सँगसँगै अरवा के बेसा बो नमस्ते क्षुद्रकार बेसा बो नमन गुलाले बगर मारे बेसा बो नमन मुनि हाते पुण्य बेसा बो नमन सर्बियो मृग बेसा बो नमन मसो बेसा बेसा बो नमन वाज दुर राज नसर राज बसो बताइ जन उलाइ बिमा त गरे जीव अन्तर चौनी सन बो तबार ज्याजन बदला छ ताना सत्य सबै सबै बन्न सके त्या परवा ज्याजन को मिसला छ ज्याजन का पर दिन नाचा बिन जमा के त प्रक्रिया जन किरो जन के बनाउनु बगर के बदिया बाना गरे बिनो बिन मान दिन त बेदरा बेदन सुदर नि दास मसन मे कमसर मार भोजन मत निमा रुद्र गाय तपसे खबर देखा दुर्गा पर मे दिदा समसो देव पद चले विषम संग्राम संतन जाते रुद्र सेवा तनु जाबे के शिवार सब जिला बन्द में देखा सत्र अस्मिन् भद्र लवेन्द्र कुमार जिन्नद्वारा देखा जे वृक्ष संजाली गिरावेला देखा जे भूतानाम देवत्यास कमर देखा जीवन मदर राजा देखा जे तीर्थाने प्रदन देखा 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 जय तावन धतुरो खाएर भस्म लगाउने हातमा त्रिशूल शिरमा गंगा कते सुहाउने हे भोलेनाथ तिमी दया का खानी भक्त का दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊं दर्शन गर्न पशुपति जाऊं शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊं दर्शन गर्न पशुपति जाऊं। बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आहै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊं दर्शन गर्न पशुपति जाऊं।
हुन्छन् मान है पीरा बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न देव घाट जाऊ दर्शन गर्न देव घाट जाऊ कालीगंगा तीरैमा शङ्कर बसेका कालीगंगा तीरैमा शङ्कर बसेका शिरमा छन् चन्द्र र भस्म घसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती भेडी जाऊ बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न सेती भेडी जाऊ दर्शन गर्न सेती भेडी जाऊ विषपान गरेर सृष्टि बचाए विषपान गरेर सृष्टि बचाए दुष्ट र पापीलाई दिन्छन् सजाए डमरू बजाएर नृत्य गरेका असंख्य भक्तहरू शरण परेका बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न त्रिवेणीमा जाऊ दर्शन गर्न त्रिवेणीमा जाऊ दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न देवघाट जाऊ दर्शन गर्न सेती भेडी जाऊ दर्शन गर्न त्रिवेणीमा जाऊ दर्शन गर्न परोहामा जाऊ दर्शन गर्न एडी धाम जाऊ दर्शन गर्न मुक्तिनाथ जाऊ ॐ जय जगदीश